पृथ्वीपथ महेन्द्रवाद यसैमा सुरु गरौँ अबको संवाद। भोलि श्री 5 बड महाराज धिराज पृथ्वीनारायण शाहको शुभ जन्मोत्सव पौष 27 गते। सबैले जो जहाँ भए पनि हर्षोल्लासका साथ मनाऊँ। यदि श्री 5 बड महाराज धिराज पृथ्वीनारायण शाहको जन्म हुन्थेन भने सम्भवतः अर्को कुनै व्यक्तिले विशाल नेपालको परिकल्पना नगर्न पनि सक्थ्यो र सानसाना टुक्रे राज्यहरू विलय भएर जाने अवस्था पनि हुन्थ्यो। पृथ्वीनारायण शाहकै योगदानका कारण आज हामी शिर ठाडो पारेर नेपाली हौँ भनेर गर्वका साथ बोल्न पाएका छौँ। यो भाषा बोल्न पाएका छौँ, गर्वका साथ भन्न पाएका छौँ। अझ अर्को गर्वका साथ चाहिँ हामी के भन्छौँ भने अहिलेसम्म कसैको पनि गुलाम नबनेका हामी नेपाली। यो हुनमा श्री 5 बड महाराज धिराज पृथ्वीनारायण शाह र उहाँकै सन्तति श्री 5 महेन्द्र लगायतका कूटनीतिक क्षेत्रमा श्री 5 त्रिभुवन लगायतका राजाहरूले नै जोगाई दिएर अहिले हामी नेपाली बनेका छौँ। अझै पनि देश बचाउने हो भने श्री 5 ज्ञानेन्द्र सरकार नै देश बचाउनको लागि एउटा मात्रै पात्र हो। सबैले मनन गरौँ, श्री 5 ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजगद्दीमा राखौँ, जनताले चुनेको प्रधानमन्त्री कायम गरौँ, देशमा चाहिँ अलिकति बलियो कानुन निर्माण गरौँ, भ्रष्टहरूलाई जेल कोचौँ, नेपाल बनाऊँ।